आफ्टर 6 इयर बार्सिलोना चाहिँ च्याम्पियन लिगको सेमिफाइनल गएको छ। त्यसमा अघि चाहिँ 2018-19 मा चाहिँ च्याम्पियन लिगको सेमिफाइनल गएको थियो। त्यसपछि चाहिँ 6 वर्षपछि अहिले च्याम्पियन लिगको सेमिफाइनल गएको छ। आजको म्याचको कुरा गर्दाखेरि चाहिँ डर्टमुन्डले चाहिँ बार्सिलोनालाई यति पिट्यो नि गुरासीले 3 फेरा 4 फेरा हान्न थालेको थियो होइन। ह्याट्रिक बबाल ह्याट्रिक थियो गुरासीको राम्रो ह्याट्रिक थियो। यसभन्दा अघिल्लो म्याचमा पनि गुरासीले दुईटा मिस गरेको थियो भने अहिले चाहिँ त्यसको क्षतिपूर्ति पुरा चाहिँ भरपाई गरेर ह्याट्रिक लिएर गयो। आजको म्याचमा बार्साको 3-1 एकदमै डिस्ग्रेसफुल पर्फर्मेन्स थियो आज बार्सिलोनाको। अब की प्लेयरहरू चाहिँ अलिकति रेस्टमा पनि भएको भएर र अनि चाहिँ इन्जोर्ड पनि भएको भएर चाहिँ अलिकति त्यसले चाहिँ बहाना बनाउन मिल्छ आजको लसलाई। तर ओभरअलमा भन्ने हो भने आज चाहिँ कुनै पनि बार्सिलोनाको प्लेयरको चाहिँ त्यस्तो राम्रो बल पर्फर्मेन्स भयो। पेड्री चाहिँ जब सेकेन्ड हाफमा सब्स्टिट्युट भइसकेर आइसकेपछि बल्ल चाहिँ गेम अलिअलि कन्ट्रोल भएको थियो। तर त्यसपछि चाहिँ अरू प्लेयरहरूले पनि खासै पर्फर्मेन्समा चाहिँ त्यस्तो राम्रो नगरेको हुनाले चाहिँ आजको गेम चाहिँ एकदमै डिस्ग्रेसफुल भएको थियो बार्सिलोनाको गेम चाहिँ। म्याचको फर्स्ट हाफमा चाहिँ हामी चाहिँ अब पुरानो प्लेयर्सहरू जस्तो रोमा र लिभरपुलको जस्तो भइरहेको थियो है। आज रोमा अथवा चाहिँ लिभरपुल जस्तो हुने त होइन, डर्टमुन्डले त्यस्तो गराउनु त होइन। म चाहिँ त्यही सोचिरहेको थिएँ। म चाहिँ च्याम्पियन लिगमा बार्सिलोनालाई कुनै हालतमा पताउनेवाला छैन होइन। त्यही भएर चाहिँ मैले चाहिँ 4 होस् कि 5 होस् मलाई कुनै मतलब थिएन। बार्सिलोनालाई चाहिँ सिटी नपुग्नुसम्म चाहिँ च्याम्पियन्स सेमिफाइनलमा गएको छ भने चाहिँ म त्यसमा चाहिँ ढुक्क हुन सकेको छैन है। नभन्दै फर्स्ट हाफ यस्तै थियो है। फर्स्ट हाफमा चाहिँ गुरासीले अनि अर्को अरू प्लेयरहरूले पनि एकदमै राम्रोसँग उनीहरूले चाहिँ बलहरू रिकभर गर्ने पासहरू चाहिँ डुअलहरू जित्ने गरिरहेको थियो। बार्सिलोना चाहिँ हार्डली एकदमै फर्स्ट हाफमा डर्टमुन्डले 10वटा सट हान्दाखेरि बार्सिलोनाको 0 फर्स्ट हाफमा बार्सिलोनाको सट अन टार्गेट 0 थियो। त्यो सेकेन्ड हाफमा चाहिँ जब पेड्रीको सब्स्टिट्युट भयो त्यसपछि चाहिँ बार्सिलोनाले चाहिँ गेममा चाहिँ अलिकति कन्ट्रोल ल्याएको थियो। डर्टमुन्डको आजको गेममा चाहिँ 18वटा सट अन टार्गेट थियो भने जहाँ बार्साको 7वटा सट अन टार्गेट थियो। अब सेमिफाइनलको गेम चाहिँ इन्टर मिलान र बायर्न म्युनिख मध्ये जुन चाहिँ विनर हुन्छ त्यसैसँग चाहिँ सेमिफाइनलको गेम खेल्नेछ। यतातिर चाहिँ अब यसपछि भोलि चाहिँ गेम चाहिँ इन्टर मिलान र बायर्नको हुँदैछ। यसमा चाहिँ मलाई सम्भवतः इन्टर मिलानले नै लिएला जस्तो छ सेमिफाइनलमा। यसबाट चाहिँ अब इन्टर मिलानको नि बनाउला जस्तो छ र त्यसैसँग चाहिँ उस नै होला, त्यसैसँग फिचर बस्ने होला जस्तो लाग्छ मलाई चाहिँ। अब यसको इन्टर मिलानको गेम हेर्दाखेरि चाहिँ अलिक धेरै राम्रो छ बायर्न म्युनिखको तुलनामा। त्यसो गर्दाखेरि चाहिँ हाम्रो सेमिफाइनलको गेम चाहिँ एकदमै इन्टर मिलानसँग नै हुन्छ जस्तो छ। यो टिम एकदमै डिफेन्समा एकदमै राम्रो र इन्टर मिलानको अहिलेको सिजनमा एकदमै बबाल पर्फर्मेन्स भएको हुनाले चाहिँ बार्सिलोनाले इन्टर मिलानलाई के गर्न सक्छ त्यो त गेममा नै थाहा हुन्छ। सेमिफाइनलको गेम दमदार हुनेवाला छ। आजको गेमबाट चाहिँ बार्सिलोनाले चाहिँ धेरै सिक्नुपर्ने छ। डिफेन्समा चाहिँ एकदमै भर पर्नुपर्ने छ। इनिगो मार्टिनेजले कतै टिमलाई डिफेन्समा इनिगो मार्टिनेजले र बाल्डेले मात्र बोकेको छैन टाइपको कुराहरू पनि आजको म्याचबाट चाहिँ निस्किन्छ। र मिडफिल्डरमा पेड्री एब्सेन्ट बिना चाहिँ टिम कुन हालतमा छ भन्ने कुरा चाहिँ आजको गेमले छर्लक्कै देखाइदिएको छ है। अब फ्रन्टको कुरा गर्दाखेरि आज लेभान्डोस्कीको 0 सट अन टार्गेट, राफिनाको 1, लामिनीको 1। फ्रन्टको पनि आज एकदमै खराब प्रदर्शन थियो। त्यसो गर्दाखेरि चाहिँ अबको गेममा चाहिँ बार्सिलोना चाहिँ यी कुराहरूलाई चाहिँ मध्यनजर गर्दै अब यदि टाइटल डिफेन्सको लागि ला लिगाको गेममा होस् अथवा चाहिँ च्याम्पियन लिगको गेममा होस् अथवा चाहिँ कोपा डेल रेको फाइनलमा होस्, यी कुराहरू चाहिँ नजरअन्दाज गर्यो भने बार्सा चाहिँ चिप्लिन्छ नै। अब यी कुराहरूलाई चाहिँ नजरअन्दाज गरेन भने बार्सिलोना चाहिँ यो सिजनमा चाहिँ केही राम्रो गर्छ भन्ने कुरा थाहा गर्न सकिन्छ। तर आजको गेम हेर्ने भने चाहिँ पिरै पार्ने गेम छ आजको चाहिँ डर्टमुन्डसँग बार्सिलोनाको गेम भन्यो भने। आज चाहिँ बार्सिलोना डर्टमुन्डको गेमको मोटामोटी रिभ्यू यही थियो। हो बाँकी चाहिँ भोलि चाहिँ इन्टर मिलान र बायर्नको रिभ्यू चाहिँ लिएर आउँछु मैले। त्यसमा चाहिँ अब जुन चाहिँ बार्सिलोनासँग अब चाहिँ सेमिफाइनलको गेम खेल्नेवाला छ त्यो रिभ्यू लिएर चाहिँ भोलि चाहिँ आउँदैछु। आजको लागि बाई। च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नु होला है।